दर्शकवृन्द नमस्कार, अपन विशेष में स्वागत करै छी। लंबा समय धरि लॉकडाउन या कहीं निषेधाज्ञा रहलै, ओना तो एखनो छैहे किछ, लेकिन पिछला समय से किछ सहजता भेल छै। लेकिन एहि अवधि में व्यापारी सबके ओना पौरका साल सेहो समस्या से गुजरैत आयल छलै। व्यापारी सब लंबा लॉकडाउन भेला के कारण से एहि साल सेहो व्यापारी सब विभिन्न किस्म के समस्या भोगऽ बाध्य बनल छै। व्यापारी सब केहन किस्म के समस्या भोगि रहल छै आ एकर लेल राज्य की केलकै तऽ ओना किछे दिन पहले बजट सेहो एलै प्रदेश सब में, ताहिके बाद केंद्र में बजट पहले एलै, ताहिके बाद प्रदेश सब में एलै। बजट कतेक संबोधन केलकै जे सब समस्या पड़ल छै तिनका सबके लेल। और दोसर जे एकटा मुख्य बात छै कि व्यापारी सब बहुत रास समस्या भोगैत आयल छै जे दीर्घकालीन समस्या सब छै। जेनाकि बॉर्डर में कोनो सामान आनै छै तो ओहि समय में बहुत किस्म के समस्या सब व्यापारी सबके भोगऽ पड़ै छै। बिल अगर सही रहल तेहनो अवस्था में पकड़ल जाइ छै तो एहन किस्म के बहुत रास समस्या सब होइ छै कि रस्ते में सामान पकड़ा गेल, पकड़ लेलक, या एहन किस्म के किछु उपराग सब एहनो एलै जे लीगल सामान रहै छै लेकिन ओकरा इलीगल देखाओल जाइ छै। तो एहन बहुत रास घटना सब होइत रहै छै। तो एहि पर की काज भऽ रहल छै, केना कऽ सरोकारवाला निकाय सबके दबाव देल जा रहल छै, एहि पर सरकार कतेक सुनवाई कऽ रहल छै, यावत विषय में बात करब। आइ जुड़ल छै प्रदेश 2 के उद्योग वाणिज्य संघ के अध्यक्ष गणेश लाठ जुड़ल छै, तहिना 12 के उद्योग वाणिज्य संघ के अध्यक्ष राजकुमार शाह जुड़ल छै, तहिना बर्दिवास के उद्योग वाणिज्य संघ के महासचिव भवनाथ खतिवड़ा जुड़ल छै, बीरगंज उद्योग वाणिज्य संघ के अध्यक्ष सुबोध कुमार गुप्ता जुड़ल छै, तहिना मलंगवा उद्योग वाणिज्य संघ के अध्यक्ष वीरेंद्र प्रसाद शाह, जनकपुर के जितेंद्र महासेठ, लाहन के अशोक लाल कायस्थ, महोत्तरी के मोहन गुप्ता, रामनगर मिर्चैया के हरिशंकर शाह, रोथड़ के पंडित प्रसाद जायसवाल, आ सप्तरी के अरुण प्रधान, आ सिरहा के प्रमोद पोदार, आ जीतपुर उद्योग वाणिज्य संघ के अध्यक्ष संजय गुप्ता जुड़ल छै। स्वागत छ। धन्यवाद। शुरुआत गणेश लाठबाट गरौँ। उहाँ प्रदेश 2 को उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्छ। गणेशजी, सबभन्दा पहिला समस्या उठान गरिदिनुहोस्। यो अन्तर्वार्ता भन्दा पनि अन्तर्क्रियामा हामी जाने हो। अब के रहेछ प्रदेश 2 का व्यापारीहरूले के कस्ता समस्या मूलभूत रूपमा भोग्दै आएका छन् जुन चाहिँ हामी सीमित अवधिमा कुरा गर्न सक्छौँ? म यो बजेटको कुरो धेरै आइसकेको हुनाले त्यसमा धेरै फोकस नगरिकन म सोझै मूलभूत समस्या जुन अहिले तुरन्तमा हामीले त्यसलाई सोल्भ गरेन भने स्थिति बिग्रिँदै जान्छ भन्ने कुरोमा जान्छु। बोर्डरको कुरो भनिहाल्नु भयो। नेपाल सरकारको नियमानुसार प्यान नम्बर लिएको, भ्याट नम्बर लिएका अनेक प्रतिष्ठानहरू बोर्डर क्षेत्रमा स्थापित छन्। आजदेखि होइन, जमानादेखि रीतपूर्वक जति कानुन पुगाउनु पर्ने विधि पुर्याएर। तर समस्या कहाँनिर आउँछ भनेदेखि त्यो माल सामान सदरमुकामबाट अन्य क्षेत्रबाट किनेर ल्याउँदाखेरि यो माल इन्डिया जान लागेको भने आशंकाको भरमा त्यो माल समातिन्छ र त्यो छानबिन नहुँदैमा त्यो माल चाहिँ तपाईको भन्सारमा पठाइन्छ जफत गरेर। अब त्यसमा मुद्दा खेप्नुस्, बमोजिम जुर्माना दिनुस्, लिलामी प्रक्रियामा जानुस्, यावत कुरोहरूमा व्यापारी लास्टमा लुज नै गरेको हुन्छ। जति भन्दा पनि सुनवाई चाहिँ भएको हुँदैन। त्यो कुरोलाई हामीले बारम्बार भनेका छौँ कि त त्यो यो क्षेत्रमा कामै नगर भनेर भन्नु पर्यो। त्यो क्षेत्रमा व्यापार प्रतिष्ठानको हामी लाइसेन्स किन लिने, त्यहाँ व्यापार प्रतिष्ठान किन हामी राख्ने, त्यो पनि छैन। त्यही सरकारले हामीलाई पर्मिसन दिएछ पसल थापेर राख्न। अनि पसल थापेर राख्ने हो भने सिमाना क्षेत्रमा ग्राहक आउने भयो, ग्राहक आउँछ भने ग्राहकको टाउकोमा लेखा हुँदैन यो मान्छे इन्डियन नागरिक हो नेपाल नागरिक हो। र हामीले सोध्ने धर्म पनि होइन यो इन्डियनलाई दिने कि नेपालीलाई दिने। जो ग्राहक आउँछ पैसा लिने, माल दिने। त जुन माल हामीले भन्सार मुकर तिरेर नेपालमा भित्राइसकेका छौँ र जुन पसलमा राखेर बेचिरहेछौँ, बेचे बापत फेरि जुन डिफरेन्सको भ्याटको रकम छ सरकारले तिरेकै छौँ, आयकर बापत ट्याक्स तिरेकै छौँ भने त्यो पैसा नेपाल सरकारले राजस्व चुहाट गर्यो भनेर कसरी आरोप लगाउन सक्छ? हाम्रो पहिला यो कन्फ्युजन यहाँ आइरहेछ। हामी त तिरेकै छौँ, भन्सार पनि तिरेको छ, भ्याट पनि तिरेको छ, अनि हामी कारोबार गरे बापतमा हामीले आयकर पनि तिरेको छ। अब इन्डियन मान्छेले किनेर लैजान्छ भनेदेखि त्यो निसन्देह इन्डिया गभर्मेन्टको सायद राजस्वमा चुहाट भयो होला। त्यो टाउको दुखाउनु पर्ने थियो इन्डिया सरकारले। जबकि बोर्डर इलाकामा इन्डियामा र नेपालमा दुईटैतिर हेर्नुहुन्छ भने बोर्डरको व्यापार त्यस्तै चल्ने हो।
तपाईँ हाम्रो छिमेकको रक्सौलमा गएर हेर्नुहोस् 50% मान्छे नेपाली नै छ ग्राहकहरू, किनेर ल्याइरहेछन् मजाले, इन्डिया गभर्मेन्टले वास्तै गरेको छैन। तर हाम्रो नेपालमा उल्टो छ, इन्डियन मान्छेहरू किनेर लैजाँदाखेरि हामीलाई त्यो नबेच भन्छ के, सरकारलाई कहाँ गएर त्यो घाटा बढ्छ, सरकारलाई के अप्ठ्यारो गर्छ त्यसको जवाबै छैन, एउटा कुरो। अर्को कुरो, माल सामान आवागमन गर्दाखेरि बोर्डरमा पनि होइन, हाम्रो भित्री भेगमा पनि माल समातेर आशंकाको भरमा जफत गर्नु एक प्रकारले यो त गलत प्रक्रिया हो, यो त त्यहाँको व्यापारलाई निस्तेज गर्ने प्रयास गरियो, त्यो अलिकति पूर्वाग्रही भएर गरिएको भनेर हाम्रो आशंका छ। अर्को एउटा घटना घटेको थियो, जनकपुर उद्योग वाणिज्य संघ अध्यक्षले विवरण दिनुहुन्छ, भिसिटिएसको पनि कागज थियो, त्यसको बावजुदमा पनि त्यो समातेर जफत गरेर पठाइयो, स्याउ थियो। अब के गर्नु, हामीले नै सरकारसँग सोध्नु पर्यो, हामी के गर्दाखेरि हामी सही हुन्छौँ भनेर प्रमाणित हुन्छ। यो नगर भनेपछि गर्दैन, यो गर भनेपछि गर्ने, तर जुन आदेश हुन्छ त्यो फेरि आदेश चाहिँ थाहै हुनु पर्यो, पर्मानेन्ट हुनु पर्यो। फेरि एकजना अर्को हाकिम आउँछन्, अर्को आदेश जारी गर्छन्, अर्को हाकिम आउँछ, त्यसो हुनु भएन। त्यो एउटा निर्देशन त्यो हिसाबले हुनु पर्यो। नेपाल सरकारले त्यो जारी गरेको छैन, त्यो ठुलो समस्याको रूपमा भोगिरहेको छ। यो कोरोनाको पनि हामी यदि प्रकोपको कुरो गर्न भन्दाखेरि सबभन्दा बढी भोग्ने चाहिँ प्रदेश 2 नम्बर नै थियो, एक्लो 200 भन्दा बढी मान्छे हुनुहुन्थ्यो। तर तपाईँ बजेटमा यदि रकम छुट्याएको हेर्नुहुन्छ भनेदेखि सङ्घीय सरकारको प्रदेश 2 लाई खासै महत्त्व दिएको छैन। प्रदेश सरकारले फेरि पनि केही न केही छुट्याएको छ रकम, जनकपुरको लागि छुट्याएको छ, भिर्गुनको लागि छुट्याएको छ, त्यो रकम अपुग होला। थर्ड कुरो के छ भनेदेखि बजेटमा रकम छुट्याइन्छ, घोषणा गरिन्छ, कामै हुँदैन। त्यो कुरोमा हामी प्रदेशका उद्योगपति व्यापारी साह्रै पीडित। यो पालि चाहिँ हामीहरूले उद्योगपति व्यापारीहरूमा राम्रा ठुल्ठुलो व्यापारीहरू पनि कोरोना कारणले गुमाएका छन्। छैन, तपाईँ सबै अध्यक्षका अन्तर्क्रियामा हुनुहुन्छ, सोध्नु होला। अस्पताल छ, त्यहाँ चाहिँ आइसोलेसन सेन्टर छ, तर त्यहाँ चाहिँ डायलिसिस मेसिन छैन, डायलिसिस मेसिन छ, भेन्टिलेटर छैन, भेन्टिलेटर डायलिसिस दुइटै छ, चलाइदिने मान्छे छैन, आइसियु छ तर त्यहाँ मान्छे छैन, अक्सिजन पाएन हैन। हामी जबकि अक्सिजन प्रोड्युस गर्ने नेपालको सबैभन्दा ठुलो प्रोभिन्स हामी नै, तर हामीलाई पनि अक्सिजन पाएको थिएन। यो समस्याहरू फेरि तेस्रो भेरिएन्ट आउँदैछ, तेस्रो लहर आउँदैछ, डेल्टा 8 डेल्टा 4 के भन्दैछ। महाराष्ट्रमा फेरि लकडाउन सुरु भयो, नेपालमा चाँडै भित्रिनेवाला छ, तर सरकार त्यो विषयमा अहिले पनि सचेत भएको छैन। त्यही अवस्था छ। अब जसरी अलिकति कोरोनाको केस बढ्छ हामीलाई फेरि लकडाउनमा पारिन्छ। अहिले त काठमाडौँ जान हामीलाई भिसा लिनु परिरहेछ, विदेशमा गए जस्तो हाम्रो अवस्था। अलिकति बढ्ने बित्तिकै हामीलाई लक गरिन्छ, घरमा थुनिन्छ, काठमाडौँ जाने अनुमति बन्द गरिन्छ, अनि हामी फेरि धन्दा पानी छोडेर घरमा बस्छौँ। हाम्रो साथमा जोडिएका छन् लाखौँ लाख कामदारहरू, कर्मचारीहरू, तिनीहरूलाई कहाँबाट दिने? हजुर त्यो हाम्रो लाडजी, अब हामी हजुर अब हामी क्रमशसँग अध्यक्षज्यूहरूबाट विभिन्न उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूहरूबाट उहाँहरूको पनि समस्याहरू बुझौँ। सुरुवात राजकुमार शाहबाट गरौँ। उहाँ चाहिँ बाराको उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुनुहुन्छ। राजकुमार शाह जोडिनु भएको छ। राजकुमार शाह, तपाईँबाट सुरु गरौँ। र आज जुन बोर्डरको बारेमा र बजेटको बारेमा कुरो भइरहेछ, सबभन्दा पहिला त लकडाउनको बाट हामी पीडित छौँ, सबै छौँ, र हामीले आफ्ना इष्टमित्र आफन्तलाई पनि सबले नै धेरै प्राय जसोले गुमाएका पनि छौँ। तर सरकारले अहिलेसम्म भ्याक्सिनको व्यवस्था गरेको हेरिए देखिँदैन, र लकडाउनको अहिले एउटा विकल्प, सानै विकल्प भए पनि अलि हामी खुल्न चाहन्छौँ भने त्यो भ्याक्सिन नै हो। यो चाहिँ सरकारले एकदम जहिले पनि, या त सरकारले ल्याउन सक्दैन भने निजी क्षेत्रसँग मिलेर पैसा हामीले तिरेर पनि भ्याक्सिन लगाउनु पर्यो, सबभन्दा पहिलो कुरो। अर्को कुरो चाहिँ बोर्डरको समस्या। बोर्डर हाम्रो 2 नम्बर प्रदेशभरि नै भारतको बोर्डरले छुइएको स्थिति छ, र बोर्डरको यहाँ सामानहरू बोर्डरभित्र समात्दाखेरि पनि, कतै अवजवत हुँदाखेरि पनि उसलाई चाहिँ भन्सार बुझाउने गरिन्छ। र सँगसँगै रिटेलर जुन पनि हाम्रो होलसेलरहरू छन्, उनीहरूले रिटेल गर्न जाँदाखेरि उनीहरूलाई धेरै समस्या छ। कसरी उहाँहरूले चाहिँ गाडीमा राखेर सामानहरू बेच्न सक्छ। अहिलेको स्थिति छ, जुन ब्रान्डेड कम्पनी छ उनीहरूले त बिल बनाएर लग्छन्। कुनै नयाँ कम्पनीलाई हामी स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्न भन्छौँ, तर त्यो सामान बिक्री गर्ने कसरी? जबसम्म त्यो सामान मार्केटमा जाँदैन, ग्राहकको पहुँचसम्म जाँदैन, तबसम्म त्यो सामानको क्वालिटी र कस्तो छ भनेर जनताले चाहिँ बुझ्न सक्दैन ग्राहक। र
त्यसमा चाहिँ नयाँ सामानलाई फोर्स गर्न जाँदाखेरि त्यो रिटेलिङ गर्नै पर्छ र रिटेलिङ गर्ने व्यवस्था नै अहिले खारिज भएको जस्तो स्थिति छ। कुनै पनि सामान चाहिँ हामी बिएसटिएसमा जाँदाखेरि कुनै अलि एक दुईवटा कार्टुन पनि यताउता अलिकति गडबड भइगयो भने त्यसमा चाहिँ जरिवाना चाहिँ थुप्रै लिने गरेको पाइन्छ। अर्को कुरो खुला बोर्डर छ। बाराको हामी कुरा गर्ने हो भने भन्सार एउटा पनि छैन। दुईटा छोटी नाका भन्सार थियो, त्यो पनि अहिले बन्दको अवस्था छ। मान्छे आवत जावत अवैध रूपले नै भइरहेछ। यस कारणले जुन छोटी भन्सार हो परम्परागत धेरै पुरानो, अब कुन पञ्चायत काल भन्दा पनि कहिलेको त्यो हो हामी पनि भन्न सक्दैनौँ, धेरै पुरानो हो। त्यसको सीमित चाहिँ 5,000 रुपियाँसम्म भन्सार गर्न सक्ने त्यो भन्सारहरूलाई बनाइएको थियो। त्यो पनि हाल आएर बन्द गरिदियो। आजभन्दा 40 वर्ष 45 वर्ष 30 वर्ष पहिला 5,000 को मूल्याङ्कन र आजको त्यो 5,000 को मूल्याङ्कन कति होला? कमसेकम छोटी भन्सारहरूलाई पनि हामीले सुचारू गर्न सक्यौँ भने धेरै यहाँको यतातिरको समस्या समाधान हुन सक्छ। अर्को कुरो हामी कृषि क्षेत्र भन्छौँ, कृषिलाई अगाडि बढाउन भन्छौँ, तर आफ्नै उपज बजार स्थानीय बजारमा लग्दाखेरि पनि कहिलेकाहीँ बाटोमा धेरै अवरोध हुने गरेको पाइन्छ। किनकि नेपाल सरकारले भन्छ त्यहाँको वाडा कार्यालयबाट सिफारिस लिएर हो। वाडा कार्यालय समयमा खुल्दैन, वाडा कार्यालयमा मान्छे बस्दैन। सिफारिस लिन जाँदाखेरि पनि 2 दिन झन्झट हुन्छ। यदि 2 दिन किसानको अन्न बाली त्यहाँ कुहिएर गयो भने त्यसको जवाब कसले दिने? आफ्नै देशमा आफ्नै व्यापार गर्नलाई, आफ्नै सामान बेच्नलाई पाबन्दी लागेको स्थिति छ। त्यस्तै कृषिमा चौपायाकै कुरा गरौँ, कसैले एउटा दुईटा खसी गाउँघरमा निम्न वर्गका मान्छेहरूले पालेका रहन्छन्। उनीहरूले स्त्री धनलाई, खसीलाई पनि स्त्री धनकै रूपमा चाहिँ यहाँ मान्ने गरिन्छ। किनकि बच्चा बुच्चीहरू हुन्छन्, उनीहरूले या 2वटा 4वटा खसी पालेका हुन्छन्। उनीहरूले स्थानीय बजारमा बेच्न ल्याउँदाखेरि होइन यो भारतीय हो, त खसीलाई कसरी पहिचान गर्ने कि त्यो भारतीय हो कि नेपाली? हजुर, धेरै गम्भीर धेरै गम्भीर प्रश्नहरू उठाउनुभयो तपाईँले। अब वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध कुमार गुप्ताजी हुनुहुन्छ। सुबोधजी, सम्पूर्ण साथीहरूलाई धन्यवाद दिँदै आपन टिभी तथा प्रदेश अध्यक्षज्यूलाई तथा हाम्रा सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूहरू, मलाई लाग्दछ कि हामी रेगुलर रूपमा यसपालि बस्न सकिराखेका छौँ यो लकडाउन भए तापनि, र हाम्रा भोइसहरू विभिन्न माध्यमबाट केन्द्र सरकार, राज्य सरकार तथा स्थानीय सरकारसम्म पुगिराखेको अवस्था छ। र मलाई लाग्दछ कि आजको यो आपन टिभीबाट जुन हाम्रो भोइसहरू जान्छ त्यो पनि कहीँ न कहीँ नकिङ गर्छ त्यो हाम्रा पोलिसी मेकर साथीहरूलाई, जसले गर्दाखेरि हामी जुन समस्या भोगिराखेका छौँ, डे टु डेमा जुन समस्याहरू आइरहेछ त्यसको लागि केही न केही एउटा समाधान हुन्छ भन्ने यो आशा लिएर हामी यो कुराहरू राख्न सुरु गरिराखेका छौँ। सबभन्दा पहिला सर, आज जुन जल्दो बल्दो इस्यु तपाईँले आफै पनि बारम्बार भनिराख्नु भएको छ, यो बोर्डर इस्युजहरू, यो बोर्डर इस्युजहरूमा यो समस्या भनेको मलाई लाग्दछ कि टोटल तराई भेगकै हो। पूर्वदेखि पश्चिमसम्म जहाँ पनि तराई छ र जहाँ पनि यो 1700 कि 1800 किलोमिटर जुन ओपन बोर्डरहरू छ, त्यो ओपन बोर्डरका त्यहाँका बसोबासलाई र त्यहाँ भएका दुवै साइडको व्यापारलाई एउटा संदिग्ध अवस्थामा हेर्ने जुन नजरिया छ त्यो नजरियालाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ। नत्र आउने दिनमा कहिले बोर्डर विवाद, कहिले नाकाका विवाद र कहिले सामान ओसार पोसारका विवाद, जसलाई त्यो बोर्डरमा सामान हेर्ने बित्तिकै यो 2 नम्बरको सामान जुन नजरियाहरू छ त्यो एटिच्युडलाई पोजिटिभ गर्नुपर्ने आवश्यकता छ। त्यो एटिच्युड पोजिटिभ भएपछि ठिक हुन्छ। नम्बर 2, त्यसमा म के थप्न चाहन्छु कि कुनै पनि चेक जाँच गर्नको लागि एउटा निर्धारित संस्था या कुनै पनि निकायलाई जिम्मेवारी दिनुपर्दछ। एउटै चेक जाँच भन्सारले गर्छ, भन्सारपछि सशस्त्र प्रहरी गर्छ, नेपाल प्रहरी गर्छ, राजस्व अनुसन्धान गर्छ, र उहाँहरूले गरे बापत के हुन्छ त? नेपाल प्रहरी आफ्नो शान्ति सुरक्षाको काम गर्नुहुन्छ, धेरै कामहरू उहाँ गर्नुहुन्छ, त्यस बापत पनि उहाँको मस्ट धेरै जसो इन्ट्रेस्ट कहाँ छ भने माल समात्ने, राजस्व अनुसन्धान पुगाउने, माल समात्ने, भन्सारमा पुगाउने। त्यसमा के छ कि 30 to 35% इन्सेन्टिभ उहाँहरूलाई पाउँछ। केही गर्नु पर्दैन, 10-20 करोडको माल समातेर बुझाइदिएको खण्डमा त्यो इन्सेन्टिभहरू सशस्त्र प्रहरी र नेपाल प्रहरीको गइरहेछ। म नेपाल सरकारको पोलिसी मेकरलाई अनुरोध गर्न चाहन्छु आजको यो आपन टिभीको माध्यमबाट कि सर यो इन्सेन्टिभ किन? उहाँहरू नेपाल सरकारबाट उचित तपाईँको स्यालेरी पाइराख्नु भएका नेपाल सरकारका एउटा काम गर्ने कर्मचारी हुनुहुन्छ भने इन्सेन्टिभको व्यवस्था चाहिँ यस्तोको लागि इन्सेन्टिभको व्यवस्था खारिज गर्नुपर्छ। जुन दिन इन्सेन्टिभको व्यवस्था खारिज हुन्छ मलाई लाग्दछ त्यो दिन बोर्डरमा कुनै पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी यो सामानलाई हेर्न पनि चाहनु हुँदैन, किनभने उहाँको पर्सनल इन्ट्रेस्ट पनि यसमा काम गरिरहेको अवस्था छ।
त्यसले गर्दाखेरि यो इन्सेन्टिभको चाहिँ जोरदार विरोध हामी गर्न चाहन्छौँ। यो इन्सेन्टिभ बन्द गर्नुपर्दछ सर। त्यस पश्चात कुनै सामानहरू सर समातिए हुन्छ। समातिएपछि के भनिन्छ भने तपाईँको सामान 50 लाखको छ भने राजस्व अनुसन्धान तथा भन्सार भन्छ तपाईँ धरौटी लिएर आउनुहोस्। धरौटी किन चाहियो? तपाईँ मलाई पहिले कल्प्रिट्स प्रुफ गर्नुहोस्, मलाई भन्नुहोस् तपाईँ गल्ती, तपाईँको गाडी पनि सिज गर्ने, मान्छे बाबतमा यति पैसा राख्नुपर्ने, तपाईँको जति माल छ त्यस बराबरको तपाईँको धरौटी राख्नुपर्छ। त्यसपछि मात्र भन्सारका चिफले फर्स्ट सुनवाई गर्नुहुन्छ, राजस्व अनुसन्धानका चिफले फर्स्ट सुनवाई गर्नुहुन्छ, त्यसपछि विभागमा जान्छ, त्यसपछि हामी कोर्टमा जाने कुराहरू हुन्छ सर। त्यसले गर्दाखेरि यो धरौटीको जुन सिस्टम छ यो तपाईँको निजी क्षेत्रको मनोबललाई तोड्ने यो सिस्टम हो। त्यसले गर्दाखेरि हामी के भन्छौँ भने तपाईँहरू दुवै पक्षलाई बराबरको मौका दिनुहोस्। जब हामी प्रुफ हुन्छौँ कि हामी गलत छौँ भने हामीले दण्डित गर्नुहोस्। दण्डित हामी कल्प्रिट साबित हुनुभन्दा पहिला नै यो धरौटी माग्ने जुन प्रक्रिया छ निजी क्षेत्रको मनोबल चाहिँ तोड्ने अवस्था हामीले हेरिराखेका छौँ। त्यस पश्चात हामीले भन्छौँ जब ठुलो केसेसहरू हुन्छ भने त्यस्ता केसेसहरू यो प्रदेशमा त्यसका अफिसहरू किन खोल्न सक्दैन? राजस्व न्यायाधिकरणका अफिसहरू, ठुलो करदाताका अफिसहरू यो क्षेत्रमा राख्न सरकार किन आनाकानी गर्छ त? यो पनि मलाई लाग्दछ कि एउटा दौडधुप काठमाडौँ गर्नुपर्दछ। अब जितेन्द्र महासेठ, जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष, जितेन्द्रजी। धन्यवाद अजयजी। निश्चित रूपमा सुबोध सरले धेरै कुरा राखिसक्नु भएको छ, त्यसमा म त्यो कुराहरूलाई रिपिट गर्न चाहन्न। र खास गरी बोर्डर नाकाको जुन समस्याहरू छ जनकपुर उद्योग वाणिज्य संघले, जनकपुर धाम उद्योग वाणिज्य संघले 2078-3-7 मा प्रधानमन्त्रीजीलाई ज्ञापन पत्र बुझाएको थियो र बोधार्थमा हामीले गृह, अर्थ र हाम्रो प्रदेश उद्योग वाणिज्य संघ र महासंघलाई पनि राखेको थियो। जिल्ला प्रशासनका प्रमुख मार्फत हाम्रो भनाइ के छ भने एकदम क्लियर कट कुरा के हो भने कि जुन ठाउँमा हाम्रो आन्तरिक राजस्व कार्यालयले, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व कार्यालयले हामीलाई गोदामको स्वीकृति जुन ठाउँसम्म दिन्छ त्यो ठाउँसम्म हामीलाई प्यान र भ्याट जुन ठाउँमा इस्यु गर्नुहुन्छ जुन ठाउँसम्म त्यो ठाउँसम्म हामीले निर्विवाद रूपमा हामीले सम्मान ओसार पोसार गर्नु पर्दछ भनेर हामीले स्ट्रङ हाम्रो माग छ। र सशस्त्र र सिभिल प्रहरी बेला बेलामा के गर्नुहुन्छ भने सामान त्यो गन्तव्य स्थल नपुग्दै बाटैमा समात्ने, त्यसलाई बिलसिल च्यातेर लावारिस देखाइदिने अनि त्यो भन्सारमा बुझाइदिने। कहिलेकाहीँ पहिला 10 गजा क्षेत्रमा पक्राउ परेको भनेर त्यो देखाउने गरेका थिए, तर हामीले स्ट्रङली विरोध गर्दाखेरि अहिले जुन भर्खरको घटना छ, एक जुन फलफुल समाते थियो त्यो बेलाको घटना छ, त्यो त्यसमा ड्राइभरले सामान छोडेर लावारिस छोडेर भाग्यो भनेर, गाडी छोडेर भाग्यो भनेर त्यो भन्सारमा बुझाएको छ। तर भन्सारमा सुबोध सरले भने जस्तै भन्सारबाट के आयो भने यदि 7 लाख 10 लाख त्यो सामानको गाडीको मूल्याङ्कन हुन्छ भने त्यति धरौटी राखेर र व्यवसायी त के हुन्छ भने जहिले पनि अलिकति डराउने, धेरै लफरा बोक्नु हुँदैन, मिलेर काम गर्ने भन्ने त्यो मनसाई हुन्छ उहाँहरूको। र त्यही आफ्नै सामान क्लेम गर्नलाई जुन धरौटीको कुराहरू छ नि त्यो कुराहरू आइसकेको छ। र खास गरी म एउटा विषय मात्रै, अरू विषयहरू पछि उत्थान गरौँला, तर एउटा विषय मात्रै म हाम्रो सम्पूर्ण उद्योग वाणिज्य संघका अध्यक्षजीहरू हुनुहुन्छ र हाम्रो प्रदेश नम्बर 2 का अध्यक्षजीहरू पनि त्यसमा जुड्नु भएको छ। खास गरी अरू जिल्लामा के छ मलाई अलिकति त्यति थाहा भएन, तर धनुषा जिल्लाको कुरा के छ भने खास गरी घर भाडा तपाईँको लगभग 90% व्यवसायीहरूसँग एग्रिमेन्ट हुँदैन र व्यवसाय अलिकति चलेपछि यो खाली गर्नुपर्छ या भाडा अनपेक्षित रूपमा भाडा बढाइदिने त्यस्ता समस्याहरू पनि सफरी हामी गरिरहेछौँ। मेरो त्यसमा सोलुसनको एउटा समस्या राखेपछि मैले सोलुसन पनि के दिन चाहिरहेको छु भने घर भाडाको इस्युमा घर लिने र घर भाडा लगाउने दुईटै पक्ष, एउटा स्थानीय प्रशासन छ, हामी यो छलफलका क्रममा छौँ, यो सही भयो भने स्थानीय प्रशासनमा ज्ञापन पत्र बुझाउला। जस्तो नगरपालिका छ, नगरपालिकामा एउटा डेस्क हुनुपर्छ, एउटा युनिट हुनुपर्छ कि दुई पक्षलाई एग्रिमेन्ट गराउने, कति वर्षमा भाडा बढ्ने, कति एउटा ट्याक्सेसन चाहिँ लिगल दायरामा आउँछ, तर व्यवसाय पनि पीडित हुँदैन र घरपट्टि पनि पीडित हुँदैन, त्यो किसिमको एउटा सोच छ। र खास गरी यो लगभग
म सम्पूर्ण साथीहरूको ध्यान आकर्षण कहाँ गराउन चाहन्छु भने यो 2072 सालपछि, म अब छुट्याउन लागि 1 मिनट मात्रै समय दिनु होला, यो भूकम्प जुन 2072 पछि जुन भुइँचालो आयो नेपालमा, त्यस बेला मधेस 6 महिना त्यसमा डिस्टर्ब भयो, मधेस आन्दोलन 6 महिना, खास गरी जनकपुरको केसमा जुन सडक बन्ने काम भयो त्यसमा जनकपुर नगर क्षेत्रको 7-8 महिना त्यसमा डिस्टर्ब भयो र लगभग विगतको लकडाउनमा 8 महिना हामी लकडाउनभित्र रह्यौँ र यो पालि 2 महिनाभन्दा बेसी भइसकेको छ। लगभग यो 5 वर्षमा हाम्रो सटरहरू 2.5 वर्ष जति बन्दै र सञ्चालन खर्च हामीले बेहोर्नुपर्ने अवस्थाहरू विद्यमान छ। कुन अवस्थाबाट र कुन मानसिक टर्चरबाट र कति व्यवसायहरू पलायन भइसक्यो त्यो कुराहरू यहाँहरूलाई सर्वविदितै होला र यो सन्दर्भहरूमा पनि हाम्रो कमन भोइस प्रदेश नम्बर 2 का जति अध्यक्षजीहरू, जिल्ला नगर उद्योगवाणी सङ्घका अध्यक्षजीहरू हुनुहुन्छ सबको कमन भोइस हुनुपर्छ र कमन सोलुसनको लागि हामी अगाडि बढ्नुपर्छ भनेर मेरो मान्यता हो। धन्यवाद। अब अरुण सर सप्तरीबाट अरुण प्रधानजी, हजुर तपाईँको कुरा राख्नुहोस्। धन्यवाद। अहिले सर्ट समयमा हामीले भन्नुपर्ने कुरा अहिले वृहत उद्योगवाणी सङ्घको अध्यक्षज्यूले बोर्डरको विषयमा भनिसक्नु भएको छ। त्यसमा चाहिँ अहिले मैले देखेको हाम्रो नेपाल प्रहरी, सशस्त्र प्रहरी, जति पनि गृह मन्त्रालय अन्तर्गत खटिएका मान्छेहरू, यहाँ हाम्रो राष्ट्र सेवकहरू भन्ने गर्दछन्, तिनीहरू आफ्नो राष्ट्रको लागि होइन कि अरूको राष्ट्रको लागि काम गरिरहेको अवस्था मैले देखिरहेको छु। हाम्रो सामान पक्रिने आफ्नो जिल्लामा अनि भन्ने कि अब भन्सार इन्डिया लिएर गइरहेको छ, आशंका र चाहिँ एउटा आफैले इमेजिन गरेर बनाएका कुराहरूलाई गरेर पक्रेर भन्सार बुझाउने र भन्सारमा हुने जो 7-8 लाख रुपियाँको मूल्याङ्कन गरेर धरोटी राख्नुपर्ने, एक त पुँजी फसेको कुरा, त्यसपछि धरोटी राख्नुपर्ने कुरा, त्यसपछि त्यो धरोटी राखेर पनि कति दिनपछि निक्लिने भन्ने कुराको जो समय अवधिमा सामानको अवस्था के कस्तो हुन्छ भन्ने कुरा हामी सबैले नबुझेको होइन, त्यो बुझेको कुरा। यसलाई चाहिँ हामीले स्ट्रिक्टली यो कुराहरूमा इभेन धान समेतको प्रोडक्ट, किसानको प्रोडक्टलाई पक्रेर भन्सार बुझाएको गाडी र ट्र्याक्टर समेत बुझाएको अवस्था हाम्रो जिल्लामा एकदमै अहिले तत्कालीन भएको घटना र अहिले नै तत्कालीन भएको, हिजो भर्खर भएको घटना, 2 ट्रक मदिराको सामान हाम्रै आफ्नै बोर्डरमा पनि होइन, त्यो बजारमा समातेको अवस्थामा पनि भन्सार बुझाएको अवस्था छ। त्यसलाई पनि हामीले नजिकबाट हेर्नु पर्यो। यसलाई जोरदार किसिमले चाहिँ विरोधै गर्नुपर्ने अवस्था हामीले देखेका छौँ। यसलाई चाहिँ यथोचित सम्बोधन यदि नहुने हो भने यो हाम्रो राष्ट्र सेवकलाई चाहिँ विदेशैबाट तलब खाने व्यवस्था पनि मिलाउने गर्नुपर्छ भन्ने म चाहिँ एउटा राख्न चाहन्छु। र अर्को कुरो के छ भने अहिलेको बजेटको विषयमा हामीले भन्दाखेरि बजेटमा चाहिँ केही कुराहरू आएको छ, सकारात्मक कुरा पनि छ, केही 2-4वटा कुराहरू पनि राखिदिँदाखेरि राम्रो हुन्थ्यो। जस्तै भ्याटमा बाँकी रहेको रकममा चाहिँ छुटको व्यवस्था, जरिवाना र ब्याज छुटको व्यवस्था गरिदिनु पर्ने हैन। त्यस्तै गरी अब हाम्रो चाहिँ बैंकको ब्याजहरुकोमा पनि पुनर्कर्जाको व्यवस्था पनि यो कोभिडमा पनि हामी करिबन 3 महिना लकडाउनको अवस्थामा छ। अहिले पनि सामान्य सुचारू अवस्थामा नभएको अवस्था, होटल, यातायात लगायत धेरै व्यवसायहरू मारमा परेको हुँदा यसलाई पनि पुनर्कर्जाको एकदम न्यून कर्जा ब्याजमा कर्जाको उपलब्ध र समय, अहिले असाढ मसाढको भित्र ब्याज बुझाउनु पर्ने समयमा पनि ब्याज बुझाउने समय दिनुपर्ने सरकारले यसमा चाहिँ एकदमै हेर्नुपर्ने, नजिकबाट हेर्नुपर्ने अवस्था छ। यसलाई चाहिँ अपन टिभीको मार्फतमा सम्पूर्ण देशमा छरिएका व्यवसायी र छाता संगठन हाम्रो उद्योगवाणी महासंघलाई पनि यो आवाज पुगोस् र यसमा यथोचित काम होस् भन्ने कुरा म आफूलाई भन्न चाहन्छु। पण्डित प्रसाद जयसवाल रोथर्ड। ल ठीक छ। पण्डित प्रसाद जयसवाल हजुर। वास्तवमा अरू साथीहरूले पनि भनिसक्नुभएको छ, बोर्डरको ठुलो समस्या छ। यो बोर्डरमा के छ भने अझ सर म हजुरलाई एउटा राम्रोसित म उ गर्न चाहन्छु, जस्तो स्थानीय निकाय छ बोर्डरमा, आवाज कहाँबाट आइरहेछ? बोर्डरमा अब वाडाहरू छ, नेपाल सरकारले अथोरिटी दिएको छ, तपाईँ व्यापार गर्नुहोस्, भ्याट नम्बर दिएछ, उसले घरेलुले दर्ता गरिदिएछ, सबै अधिकार दिएको छ। त्यसको अलावा पनि हामी बोर्डरको छेउमा भएको वाडाहरूमा व्यापार गर्दाखेरि
प्रहरीले माल समातिन्छ, माल समातेर भन्सारमा बुझाइदिने, राजस्वमा बुझाइदिने, यो ठुलो समस्या छ। आखिरमा नेपाल सरकारले दिएको अधिकार हामीले प्रयोग गर्न पाउने कि नपाउने यो प्रष्ट रूपमा हुनुपर्छ। नत्र अब यो 16 महिनादेखि बोर्डर बन्द छ, त्यसपछि भनिरहेछ कि पारी तपाईँ माल सप्लाई गरिराख्नु भएको छ, अनि खोइ प्रहरीहरू कहाँ हुनुहुन्छ? यो सुरक्षाको साथीहरू बोर्डरमा बस्नुहुन्छ कि गाउँ गाउँमा घुमिराख्नु भएको छ? त्यो हेर्नु पर्यो नि। हामीले ठिक छ बोर्डर पारी हामी माल लग्दैछौँ भने बोर्डरमा गएर रोक्नु पर्यो, त्यहाँ समातेर बुझाउनु पर्यो। हामी त्यसमा केही हाम्रो भनाइ छैन, तपाईँहरू गर्नुहोस्, नियम विपरीत हामी जान्छौँ भने तपाईँ पनि बुझाउनुहोस् मजाले, त्यसमा केही भन्नु छैन। तर अब गलत मनसायले हामी बजारबाट, वीरगञ्जबाट, काठमाडौँबाट, जनकपुरबाट बोर्डरको छेउमा वाडामा हाम्रो भएको पसलमा माल लग्दाखेरि बाटोमा समातेर तपाईले बिललाई च्याति भन्ने कि होइन हामी बोर्डरमा समातेको छु, यो सरासर गलत हो। यो प्रदेश सरकारले पनि यो बुझ्नुपर्ने हो। प्रदेश नम्बर 2 को आर्थिक वृद्धि कसरी हुन्छ, यहाँका उद्योगी व्यवसायी कसरी फस्ट्याउँछ, यस्तो समस्या आयो भने प्रदेश नम्बर 2 सबभन्दा पछाडि नै रहन्छ। त्यसकारण म यहाँको मार्फत के भन्न चाहन्छु, प्रदेश नम्बर 2 का सरकार र हाम्रो समस्या सुन्ने निकायलाई यो राम्रोसित हजुरले पुर्याइदिनु पर्यो कुराहरू, नत्र प्रदेश नम्बर 2 हामी अगाडि बढ्नेवाला छैन। अर्को कोरोनाको पनि धेरै समस्या छ। भ्याक्सिनको पहिला 1 नम्बर व्यवसायीहरूको उपलब्ध हुनु पर्यो, किनकि हामी पनि फ्रन्ट लाइनमा बसेर काम गरिरहेछौँ। त्यसकारणले भ्याक्सिनको लागि पनि तुरन्त 18 वर्षको माथिको जति पनि उद्योगी व्यवसायी छ सम्पूर्णलाई भ्याक्सिनको व्यवस्था हुनुपर्छ। अर्को यो VCTS को पनि यो पालिको बजेटमा आएन, यो ठुलो समस्या छ। आजै नेटको हजुरको कार्यक्रममा नेटको कसैले समस्या भइरहेछ, अब नेटै छैन भने VCTS हामी कहाँबाट काट्ने, त्यो पनि समस्या। सरकारले त्यसलाई पनि बुझेर VCTS को अलावा अरू विकल्प निकालेर VCTS लाई हटाइदियो भने सायद गाउँका स्थानीय निकायका सानो सानो ठाउँका वाडाहरूको व्यवसायीहरूलाई सजिलो हुन्थ्यो। अर्को हस्पिटलको समस्या, यो हस्पिटलको पनि यहाँलाई पनि प्रदेश नम्बर 2 को अवगत नै छ, सबै इक्विपमेन्ट छ, दक्ष जनशक्ति छैन। यसको लागि पनि प्रदेश सरकारलाई यहाँले कुरा पुर्याइदिनु पर्यो कि थर्ड अट्याक पनि हुनेवाला छ कोरोनाको, त्यसलाई बचावको लागि आजैदेखि काम सुरु गरिदिनु पर्यो। अरू धेरै साथीहरूले केही भन्नुहुन्छ? हजुर हजुर, अब हजुरको टाइम पनि छैन। अशोकलाल आमात्य सर हुनुहुन्छ, अशोकलाल आमात्य लाहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष। अशोकजी तपाईँको समस्या राख्नुहोस्, त्यहाँ के छ त्यहाँका व्यापारीहरूको समस्या? अब मेन कुरो स्वास्थ्य धर्म भन्नको लागि मैले भने र कोभिडको भ्याक्सिनको फ्रन्टलाइनमै यो व्यापारीहरू पनि, आज एउटा व्यापारीले दिनमा कति मान्छेसँग टच गर्छ, त्यस कारणले उहाँहरूलाई यो व्यवस्था गर्नलाई सरकारलाई विशेष ध्यान जाओस् भन्ने अनुरोध गर्न चाहन्छु। र अर्को कुरो, हाम्रो प्रदेश नम्बर 2 बेसिकली तराईमै पर्छ र भारतको सिमानासँग जोडिएको प्रदेश छ र भारतको सिमानामा अहिलेसम्म हामीले व्यवसाय गरिरहेको जस्तै अरू शाखाका साथीहरूलाई जस्तै लाहानमा पनि ठुलो समस्या छ। के छ भने आज धेरै जसो मालहरू आज प्यान इजाजत त छँदैछ, VCTS पनि छँदैछ, भ्याट बिल छँदैछ, प्यान बिल छँदैछ, सबै बिलहरू हुँदा हुँदै पनि सामान लाँदाखेरि पुलिसको प्रशासनको आफ्नो मनोखुसी छ। कसैको गाडी समातेको पनि छ, कसैको समातेको पनि छैन र तर सबैले त्यस कारोबार गर्न पाउनुपर्ने हाम्रो व्यवसायीहरूको माग हो। र हामीले सामान समात्दाखेरि आन्तरिक राजस्व कार्यालयलाई गरेर गुहार्दा उहाँहरूले भन्नुहुन्छ कसरी समात्यो, यो बिल भएको त समात्नै पाइँदैन भनेर उहाँले, एउटा सरकारी निकायले समात्न पाइँदैन भन्छ, अर्को सरकारी निकायले समातिरहेकै अवस्थामा छ। र अघि पनि अरुणजीले भन्नुभयो, अघि हिजो भर्खर 70 मा समातेको मलाई पनि यहाँ खबर आएको थियो। त्यसैले यो चाहिँ सहज वातावरण रूपमा काम गर्न पाओस् भन्ने जस्तो लाग्छ। र किनभने आज हामी भारतको बोर्डरमा हेऱ्यौँ भने त्यहाँ भारतमा जे सामान पाइन्छ त्यही सामान नेपालका मान्छेहरू त्यहाँ किनेर ल्याउने हो। हामीले पनि हाम्रो बोर्डरमा
इन्डियामा भन्दा नेपालमा जे सस्तो छ, जे उपलब्ध छ, प्रतिबन्धित सामान बाहेक, यदि विश्वमै प्रतिबन्धित सामानहरू छन् भने त्यस्तो सामानहरू चाहिँ बाहेक अरू सामान इजिली सरकारले स्वीकृति दिएको स्थानमा व्यवसाय गर्न पाउनुपर्छ भन्ने यो जोरदार आवाज हाम्रो छ। र म त सम्पूर्ण साथीहरूलाई भन्छु, अब यदि पनि यसबाट पनि लागू भएन भने हामी सबै सङ्गठित भएर एकपल्ट प्रदेश सरकारकोमा गएर मुख्यमन्त्रीलाई भेटेर भए पनि सबै हाम्रो अध्यक्षहरू गएर यसको आवाज उहाँसम्म अपन टिभीबाट त पुग्छ, तर यदि यसबाट पनि कारबाही चालू भएन भने, लागू सुरु भएन भने त्यसमा लागू भन्ने म सबै अपन टिभी मार्फत सबै अध्यक्षजीहरूलाई म अनुरोध गर्दछु। अहिले अब यति नै छ। हजुर, अब लाहानपछि मिर्चैयाको हरिशङ्कर शाह, रामनगर मिर्चैया उद्योगवाणी सङ्घका अध्यक्ष। आज हाम्रो अब वीरगञ्जबाट पनि कुरो आइराख्यो, जनकपुरबाट पनि आइहाल्यो होइन। त्यो कुरोमा हाम्रो मिर्चिया उद्योगवाणी सङ्घ सहमत छ र हामीले व्यापारीहरूको जुन समस्या छ त्यो समस्यामा दाइ के छ, बोर्डरतिरको कुरो अहिले चलिरहेको छ। हाम्रो बोर्डरमा के छ भने सामान चाहिँ जुन ल्याउने क्रममा हाम्रो गोदाम चाहिँ बोर्डर पारी भन्सार कटाएर राख्न सक्ने अवस्था छ कि छैन, त्यसमा चाहिँ हामी प्रदेश नम्बर 2 का अध्यक्षज्यूलाई चाहिँ राख्न चाहन्छु, किनभनेदेखि उहाँहरूले चाहिँ प्रदेश स्तरमा कुरो गर्नुहुन्छ। किनभने हाम्रो समयमा उता यताबाट गोदाम राखेर इन्डियातिर माल पठाउँछ भने त्यसमा चाहिँ त्यहाँको निकायहरूबाट अवरोध प्राय खडा भइरहेका हुन्छ, जुन बोर्डर साइडहरूमा गोदाम राखेको हुनाले। त्यसमा चाहिँ के छ र अरू हाम्रो के छ भने एउटा भ्याक्सिनको कुरो छ। भ्याक्सिनको कुरो चारैतिर चाहिँ अपर्याप्त के अरे एकदम नगण्य मात्रामा उपलब्ध भइरहेछ। त्यसमा निजीकरण गराइदियो भने सायद व्यवसायीहरूले ल्याएर त्यसलाई चाहिँ परिपूर्ति गराउँछ भन्ने मलाई चाहिँ आशा लागेको छ। अब यो कुरो चाहिँ हामी यति कुरो राख्दै। हजुर, वीरेन्द्र शाह हुनुहुन्छ, उहाँ चाहिँ मलङ्गवाका उद्योगवाणी सङ्घका प्रेसिडेन्ट। हजुर, मूल समस्या राज्य पक्षको हाम्रो यो जुन बोर्डरको 2 नम्बर प्रदेशको मात्रै समस्या होइन, यो करिब हाम्रो 1800 किलोमिटर जुन खुल्ला सिमाना नाका छ, यहाँको विशेष गरेर हाम्रो 2 नम्बर प्रदेशमा व्यवसाय भन्ने कुरा चाहिँ पुरा सुकाएर गएको छ। अहिले यो कोरोनाको कोभिड काल र बजारमा चहल पहल, एउटा ब्याङ्किङ सेक्टर बाहेक अषाढ मसान्तमै कर तिर्नुपर्ने सरकारले जुन एउटा प्रावधान ल्याएको छ, बिना केही छुट गरेर हैन कर चाहिँ तिर्नै पर्यो। र बोर्डरमा जुन हामी यो बोर्डरमा बस्ने व्यक्तिहरूलाई छन्, यो सरकारले अब चस्मा चाहिँ अलिकति फेर्नु पर्ने अवस्था मलाई देखिरहेको छ। किनभने विगत 2 वर्षदेखि यो जुन बोर्डरलाई आवाजात चाहिँ यति नै गाह्रो बनाइदिएको छ कि नर्मल मान्छेलाई चाहिँ अब विदेश गए जस्तै चोर बाटो भएर आऊ, चोर बाटो भएर जाऊ हैन। त्यसैले राम्रा भर भलादी मान्छेको आगमन एकदम कम भएको छ। त्यस कारणले 2 नम्बरी गर्नेहरूलाई ठिक छ, तर जो सोझो मतलब इन्डियाको व्यापारी, इन्डियाको व्यक्ति नेपाल हाम्रो बोर्डरमा आउने, बोर्डरको मान्छे नेपालको मान्छे इन्डिया जाने हैन, यस्ता किसिमको व्यापारिक चहल पहल चाहिँ एकदम न्यून भएको छ। जुन सरकारले नयाँ बजेट ल्याएको छ त्यो बजेट अनुसारले पनि अब भनौँ न हस्पिटल छ, हाम्रो अध्यक्षजीले पनि यो कुरा राखिसक्नु भएको छ, सञ्चालन गर्ने जनशक्ति छैन, अक्सिजनको अभाव छ हैन, VCTS लागू भएको छ तर चाहिँ कार्यान्वयनमा पनि ल्याउनलाई एकदम दुविधा छ हैन, अक्सिजनको पनि त्यस्तै समस्या छ, भ्याक्सिनेसनको पनि त्यस्तै समस्या छ। जुन फ्रन्ट लाइनमा काम गर्ने उद्यमी व्यवसायीहरू छन् उहाँहरूलाई भ्याक्सिनेसनको व्यवस्था छैन। अहिले पनि उद्योगी व्यवसायीहरूले कति मारमा छन्, न सरकार आफैमा सक्षम छन् न हामी व्यवसायीले आयात गर्न दिएका छन्। यस कारणले हामी व्यापारीलाई खालि दुःख दिने काम मात्रै गरिरहेका छन्। बोर्डरमा खालि भन्सारका सशस्त्र हुन् या जनपदका हुन्, खालि माल समात्नमै आफूलाई 30% हाम्रो वीरगञ्जका उद्योगवाणी सङ्घका अध्यक्षले भन्नुभयो 30% मार्जिनको बदौलत राम्रो माललाई पनि अवैध माल भनेर उहाँहरूलाई चाहिँ यो कमिसनको चाहिँ खेलले चाहिँ यो आम व्यवसाय चाहिँ सङ्कटमै रहेको छ। नगद लिएर जाने व्यवसायी, बोर्डर छेउमा बस्ने व्यवसायी
10 लाख 20 लाख 30 लाख रुपियाँ लिएर गए पनि आजको दिनमा 10 लाख 20 लाख रुपियाँ भन्ने कुरा धेरै ठुलो रकम रहेन। आज एउटा सानो फर्ममा जानुहोस् करोडौँ रुपियाँ लगानी छ, ठुलो फ्याक्ट्रीमा अरबौँ रुपियाँ लगानी छ। 10-20 लाख रुपियाँ लिएर जाँदा पनि मान्छे समात्यो भने त्यसलाई सिजै गर्नु छ। यो कुरो होइन कि त्यसलाई अनुसन्धान गर्नुहोस्, त्यसलाई छ वैध छ अवैध छ के छ भने त्यसलाई त मौका दिनु पर्यो नि। तपाईँले वैध छ वैध च्याप्प समात्र गएर जनकपुरकै अस्तिको घटना हेर्नुहोस्, 40 लाख रुपियाँ सुन व्यवसायीले समातेर आफ्नो ब्याङ्कबाट निकालेर लाँदाखेरि समात्दाखेरि उहाँले चाहिँ तुरुन्त रायसोमा चाहिँ भन्सारमा बुझाइहाल्छ, किनभने यो कमिसन इलिगल काम छुट्याउने भएन हैन हजुर हैन। ठीक छ यस यी कुराहरूमा नेपाल सरकारले चाहिँ अलि व्यवसायीलाई दुःख दिने काम चाहिँ अब छिटो चाहिँ चस्मा फेर्नुपर्छ जस्तो मलाई लाग्छ। धन्यवाद, नमस्कार। अब बर्दिवास उद्योग वाणिज्य संघका भवनाथ खतिवडाजी। म चाहिँ उद्योग वाणिज्य संघको अध्यक्ष होइन, अध्यक्षज्यू आज केही काम विशेषले यस कार्यक्रममा उपस्थित हुन सक्नु भएन। म महासचिव भवनाथ खतिवडा। यहाँ धेरै कुराहरू सरहरूले आइसक्नु भएको छ। सम्पूर्ण पहिलेका सरहरूले राख्नुभएका सबै कुराहरूलाई चाहिँ म एकबद्धता जनाउन चाहन्छु र यहाँ सबै कुराहरू प्रायः जसो आइसकेका छन्। भ्याक्सिनका कुराहरू भए, बैंक ब्याजका कुराहरू भए, घरभाडाका कुराहरू भए होइन, अब बोर्डरका समस्याहरू भए, भिसिटिएसका, भ्याट बिलका, प्यान बिलका कुराहरू आइसकेका छन्। म यसमा धेरै कुरा राख्न चाहिनँ र समय पनि यहाँसँग अभाव छ। म एउटा कुरा मात्र यति भन्न चाहन्छु, के राख्न चाहन्छु भने सरकारले जुन व्यवसायीहरूलाई तस्करको रूपमा जुन हेर्ने चस्मा लगाएर बसेको छ त्यो चस्मा खोल्नु पर्यो। सरकारले तस्कर भनेर तस्करको जस्तो व्यवहार गर्नु भएन। हामी आफ्नो व्यवसाय, आफ्नो प्रतिष्ठान दर्ता गर्छौँ, सरकारलाई कर तिर्छौँ र सरकारका सम्पूर्ण गाइडलाइनहरूलाई फलो गरेर व्यापार गर्दाखेरि, व्यवसाय गर्दाखेरि पनि जबरजस्ती रूपमा यहाँहरूले पक्रेर जुन सिधै भन्सारमा बुझाउने काम गर्नुहुन्छ र धेरै अध्यक्षज्यूहरूले पनि राखिसक्नु भएको कुरा छ। त्यहाँ बुझाइसकेपछि अनुसन्धानको पाटो भनेको केही पनि रहँदैन, सिधै सामान सिज हुने, गाडी सिज गर्ने जस्ता प्रक्रियाहरूमा मात्र जान्छन् र त्यो बराबरको चाहिँ धरौटी राखेपछि मात्र अनि त्यसपछि छोड्ने, त्यसपछि भन्सार प्रमुखले सुन्ने जस्ता कुराहरू अघि नै आइसकेको छ, यहाँहरूलाई जानकारी नै छ। यतातिर त्यो सबैलाई एकबद्धता गर्दै म के भन्न चाहन्छु भने हामी पनि उद्योग वाणिज्य सङ्घहरू पनि अलिकति हाम्रो कमी कमजोरीहरू पनि भएको कि के कमी कमजोरीहरू भएको हो भनेदेखि हामी कुनै पनि इस्यु हुन्छ एकबद्धताका साथ सम्पूर्ण सबैको समर्थनमा लाग्दैन। एउटा उद्योग वाणिज्य सङ्घलाई के आपद पर्यो भने प्रदेशभरिका उद्योग वाणिज्य सङ्घले एकै आवाज हामीले निकाल्यो भने पक्कै पनि सम्बन्धित निकायले सुन्नुपर्छ, सुन्छ भन्ने मलाई लाग्छ। त्यसरी गर्दाखेरि हामी बिचमा एकता पनि भयो र हामी बिचमा हामीले उठाएका कुराहरू मूलभूत रूपमा चाहिँ जुन सम्बन्धित निकाय छ उसको कानसम्म पनि चरको रूपमा जान्छ र यी कुराहरू यावत कुराहरू पनि आजको यस बैठकले यस कार्यक्रममा उठेका कुराहरू पनि सम्बन्धित निकायमा जाओस् भन्ने अपेक्षा राख्दै म पनि सम्पूर्ण योभन्दा अगाडि उठाउनु भएका अध्यक्षज्यूहरूले सम्पूर्ण उठाउनु भएका अघि पनि मैले भने बैंक ब्याजका कुरा भए, भिसिटिएसको कुरामा मैले अलिकति राख्न चाहेँ। समय अलिक कम छ त्यही पनि म अलिकति थोरै राखिहाल्छु। भिसिटिएसको त्यतिखेर लागू के भनेर गरिएको थियो भनेदेखि भिसिटिएस तपाईँ भरेर जानुहुन्छ भनेदेखि तपाईँलाई कसैले पनि समाउँदैन, प्रहरी प्रशासनले समाउँदैन, समाउँछ भने आन्तरिक राजस्व कार्यले अथवा अनुसन्धानले मात्रै समाउँछ। तर यहाँ प्रहरीले नि भिसिटिएस चाहिँ मिलेन, यो मिलेन त्यो मिलेन भनेर समाएर पनि बुझाएको अवस्था छ। बर्दिवासमा पनि त्यस्ता घटनाहरू घटेका छन्। यी सबहरू कुरा तुरुन्त यो सब कुराहरू खारिज हुनुपर्छ, भिसिटिएसै खारिज हुनुपर्छ। या त एमआरपी सिस्टम लगाउनुहोस् नेपाल सरकारले, हामी त्यसमा बसेर पनि कारोबार गर्न तयार छौँ। हामी सरकारले ल्याउनु भएको गाइडलाइन जति पनि छ सम्पूर्ण फलो गरेर हामी त्यसपछि व्यवसाय गर्न तयार छौँ। तर अनावश्यक रूपमा नेपाल सरकारले या यहाँका प्रहरीहरूले कमिसनको लोभमा होस् केहीको लोभमा होस् हामीलाई जुन तस्करको रूपमा हेरेका जुन व्यवहार गर्नु भएको छ त्यो व्यवहारको त्यो नजरिया चेन्ज गर्नुपर्छ भन्ने म आफ्नो कुरा राख्दै अरू सबै। धन्यवाद। सञ्जय गुप्ता, जितपुर। निश्चय पनि आजको जुन विषयवस्तु उठान भएको छ धेरै सान्दर्भिक र धरातलमा उभिएका समस्याहरू छन्। एक त हामी 2 नम्बर प्रदेशका वासी, त्यसमा पनि बोर्डरमा बस्ने व्यवसायीहरूको कति पिरमार्का छ भन्ने कुरो उद्योग वाणिज्य सदस्य साथीहरूले राख्नुभयो। 2 नम्बरको उद्योग वाणिज्य 2 नम्बर प्रदेशलाई यदि अगाडि बढाउनु छ भने हामीले निश्चित रूपले व्यवसायीलाई अगाडि बढाउनुपर्छ। यहाँका कृषिलाई उद्योगसँग कसरी जोड्न सकिन्छ त्यसमा हामीले ध्यान दिनुपर्छ र यहाँको व्यवसायहरूलाई बढाउनै पर्छ। त्यसको लागि
चाहिँ सरकारले खास गरेर प्रदेश सरकारले केन्द्र सरकारसँग त्यो लबिङ गरेर जुन समस्याहरू अहिले साथीहरूले उठाउनु भएको छ बोर्डरमा इस्यु भएकाहरू बिल बिजकका समस्याहरू त्यसलाई न्यूनीकरण गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ र अघि पनि उठ्यो भिसिटिएस र रिटेलिङका कुराहरू भिसिटिएसका कुरा बोर्डरमा मात्रै छैन अरू अरू ठाउँमा पनि हामीले यहाँ भोगिराखेका छौँ यहाँसम्म कि तपाईँको रिटेलिङमा जाँदाखेरि तपाईँको एउटा त रिटेलिङ अहिले भिसिटिएसको कारणले बन्द नै प्राय भइसकेको छ त्यसमा पनि तपाईँको जुन अहिले भइ नै राखेका छ जुन व्यापारी भइराखेका छ जुन व्यवसायीहरू आफ्नो पैसा उठाउनको लागि कलेक्सनमा गएर पैसा उठाएर ल्याउने बेलामा चाहिँ विभिन्न किसिमको अप्ठ्याराहरू भइराखेका छन् अब सबै ठाउँमा ब्याङ्क छैन व्यवसायीहरू ब्याङ्कमा जान सक्ने अवस्था छैन पैसा डिपोजिट गर्ने तर त्यो बिट अनुसार पैसा उठाएर कलेक्सन हुँदाखेरि त्यो एउटा पैसा मोटो एमाउन्ट हुन जान्छ त्यो पैसालाई चाहिँ प्रहरीले बेला बेलामा यो पैसा कहाँबाट आयो के आयो भनेर दुःख दिने नियतले तपाईँको त्यो गरिराखेको अवस्था छ र त्यसमा पनि खास गरेर प्रहरीहरूले सुराकी कुनै अब पत्रकारलाई कुनै अथवा कर्मचारीलाई अथवा कसैसँग व्यक्तिगत रिसिभ भएको बिल खर्चमा व्यवसायीहरूसँग त्यो रिसिभी पनि सार्ने कामहरू चाहिँ बेला बेलामा भइराखेको हामीले सुनिराखेका छौँ त्यो समस्याहरू छन् त्यसकारणले जुन एउटा प्रोपर तरिकाले यो दीर्घकालीन रूपले यो समाधान गर्नुपर्छ जस्तो मलाई लाग्छ अब अस्ति मात्र एउटा घटना बताउँ खलैयामा चाहिँ चनाको गाडी समातेर राजस्व कार्यालय पत्लैया बुझाइयो जब पत्लैयाको चिफ चार्जलाई हामीले कुरा गर्दाखेरि सबै डकुमेन्टहरू बजारतिर भिसिटिएस गरेको छ भ्याट बिल काटेको छ सबै थोक छ तर उसको गोदाममा पुग्न नपाउँदै बिचमै नै सशस्त्रले बुझाइदिएको अवस्था छ अब राजस्वको चिफले सशस्त्रलाई एसपीलाई सोद्धाखेरि किन पठाउनु हो भनेर सोद्धाखेरि प्रहरीको भनाइ छ सङ्ख्याको आधारमा हामीले पठायौँ भनेर यो भनेको नितान्त नै दुःख दिने किसिमको यो क्रियाकलापहरू भइराखेका छन् त्यो रोकिनु पर्छ प्रदेश नम्बर 2 उद्योग वाणिज्य सङ्घले यसको लागि इनिसिएसन लिएको छ म धेरै धेरै धन्यवाद दिन चाहन्छु कोभिडको भ्याक्सिन लगायतका कुराहरू उठिसकेका छ र एउटा विशेष रूपले हामी उद्योग वाणिज्य सङ्घको तर्फबाट एउटा चाहिँ के आवाज उठाउनु पर्यो भने जुन किसिमको स्वास्थ्य सम्बन्धी संरचना 2 नम्बर प्रदेशमा त वास्तवमा नेपालमा सबैभन्दा पछाडि परेको अवस्थामा छ र हामीले 2 नम्बर प्रदेश र खास गरेर वीरगञ्ज जितपुर औद्योगिक कोरिडोरले लगभग 40 देखि 50% हामीले राजस्व तिरिराखेको छ राष्ट्रिय अङ्कमा कन्ट्रिब्युसन गरिराखेको अवस्थामा जुन हाम्रो स्वास्थ्य सुविधाहरू छ त्यसलाई चाहिँ धेरै प्राथमिकतामा राखिएको पाइँदैन त्यस विषयमा म भन्ने कुरा यो अपन टिभीबाट पनि उठाइदिनु अनुरोध गर्दै एकपटक फेरि सबै साथीहरूको कुरालाई समर्थन गर्दै म आफ्नो छोटो मन्तव्य मोहन गुप्ता महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन गुप्ताजी हुनुहुन्छ मोहनजी यसमा के छ भने सबभन्दा धेरै अध्यक्ष र धेरै कुराहरू त उठाइसक्नु भएको छ यसमा अस्ति जुन 40 लाख रुपियाँ घटना भएको त्यो जनकपुरमा नभए अस्ति वीरेन्द्रजीले जनकपुरको नाम भन्नुभयो त्यसैले मैले पछ्याउन खोजेको त्यो घटना चाहिँ हाम्रो मटियानीकै हो यहाँ समस्या के छ भने हाम्रो मटियानीमा 2वटा ब्याङ्क मात्रै रहेको थियो एउटा माछापुछ्रे ब्याङ्क र एउटा चाहिँ नेपाल ब्याङ्क लिमिटेड अब धेरै साथीहरूले त्यो ब्याङ्क पुनर्स्थापना भन्दा अगाडि नै विभिन्न ब्याङ्कहरूबाट कारोबार गर्दै आएको थियो 40 लाख रुपियाँ समाउने हाम्रो मटियानीमा जोरडी व्यवसाय गर्ने मान्छे त्यो जनकपुरको एसियाबाट लोन लिएर कारोबार गर्दै आएको थियो त्यसले लकडाउनमा बाँकी रहेको पैसा नचलेको पैसाहरू लिएर चाहिँ अब पैसा जम्मा गर्न भाउचर समेत लिएर गइरहेको थियो बाटोमा चाहिँ पुलिसले झ्याप्पै समातेर हामीले उद्योग वाणिज्य सङ्घलाई कुनै जानकारी नगराएर कसैले पनि कुनै जानकारी नगराएर सोझै जिल्लालाई हस्तान्तरण गर्यो जिल्लाबाट तुरन्त भन्सार कार्यालय बुझायो अब धरौटी राखेर मान्छे छुटाउनु पर्ने अवस्था आएछ अब हामीले चाहिँ यस्तो अवस्थामा हाम्रो ब्याङ्कबाट पैसा लाने लैजाने पनि पाउँदैन भने हामी कुन अवस्थामा कुन हिसाबले जाने त्यस्तो अवस्थामा आएपछि हामीले तुरन्त हामीले पैसा चेक जाँच गर्ने ठाउँमा नै हामीले त्यो स्रोत देखाउनु पर्ने कि बुझ्नु पर्ने कि हाम्रो कस्तो पैसा हो होइन भने चाहिँ यो बारेमा चाहिँ कम्तीमा उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर त्यो काम कारवाही अगाडि बढाउनु पर्ने हुन्छ ठिक छ मेरो स्रोत छ भने अब हाम्रो त मुद्दा खेप्नु पर्ने अवस्था आएछ फेरि थप धरौटीको लागि पैसा लगाउनु पर्ने अवस्था आएछ त्यो चाहिँ बन्द हुनुपर्छ अविलम्ब बन्द हुनुपर्छ नत्र मान्छेले चाहिँ पैसा लिएर चाहिँ ब्याङ्क आवत जावत वा मार्केटमा पनि यताउति कुनै पसललाई सर्ट साप्टे यताउति दिनलाई पनि गाह्रो पर्छ अरू के छ भने हाम्रो यो महोत्तरी जिल्ला पनि एकदम बोर्डरसँग एकदमै टाँसिएको रहेको छ त टाँसेको के भनौँ भने हाम्रो 10 गजासम्म नै पसलहरू छन् र तिनीहरूले पनि नेपाल सरकारमा दर्ता गराएर प्यान लिएर कारोबार गर्दै आएको छ अब तिनीहरूले हाम्रो नेपालभित्रबाट माल सामान लाउन लैजाउन पाउनु पर्यो कि परेन अब त्यो बाटोमा सामान लिएर जाँदाखेरि हाम्रो उसको गाडी चाहिँ बोर्डरसम्मको छेउको पसलमा
सामान पुर्याउन जाँदाखेरि त्यति बेला के हुन्छ भने बिच बाटोमा सामान समातिन्छ। यो बोर्डरतिर लग्नु भएछ, तपाईँको तस्करी गर्ने मन चाहेछ, तपाईँ तस्करी गर्ने मन चाहेले त पारी लाग्नुहुन्छ भने चाहिँ त्यो भनेर चाहिँ त्यो माल सामान समातिन्छ। अब हामीले चाहिँ अब आफ्नो पसलसम्म सामान पुर्याउन नसक्ने, हामीले त्यो पसलसम्म पुग्नुभन्दा अगाडि नै समातिने, अब त्यसको लागि प्रक्रियामा जानुपर्ने भयो भने भन्सार बुझाइन्छ, धरौटी राख्नुपर्ने भयो, फेरि मुद्दा खेप्नु पर्ने अवस्था छ। अर्को कुरा के छ भने एकचोटि यस्तो पनि भएको छ, हाम्रो मटिहानीको छोटी भन्सारबाट यहाँ भन्सार काटेर माल सामान गइरहेको थियो जनकपुरसम्मको लागि। अब त्यो कृषि उपज थियो, अब बाटोमा प्रहरीले पैसा माग्यो, पैसा नदिएपछि प्रहरीसँग किचकिच भयो, किचकिच भएको कारणले अब बिल भन्सार नदेखाएको न्यु देखाएर चाहिँ प्रहरीले जिल्ला पठाइदियो। जिल्ला एसपीले पनि के गर्यो भने अब त्यो बिल भन्सार हाम्रो भएको हुँदै पनि हाम्रो बरामदगीको बेलामा पनि बिल भन्सार सबै छ, त्यो बिल भन्सार लुकाएर बिना भन्सारको माल सामान भनेर चाहिँ भिट्टामोड भन्सार कार्यालयले पठाइदियो। अब त्यहाँ हामीले तुरन्त खबर भएपछि लगत्तै भिट्टामोडसम्म कुद्दै कन्भिन्स गरेर चाहिँ फेरि भन्सारबाट छुट्याउनु पर्ने अवस्था। यस्तो हैरानी शास्ति किन? त्यसलाई हामीले व्यापार गर्न पाउने हो कि होइन? अर्को के छ, हाम्रो यो बोर्डर छेउमा हाम्रो मटिहानीमा सुन चाँदीको पसलहरू पनि थुप्रै रहेछ, त्यो 40 को सङ्ख्यामा करिब रहेको छ। अब त्यो चाहिँ अब जनकपुरबाट मटिहानीसम्म ल्याउन, मटिहानी बोर्डरमा टाँसेको छ, सबैले थाहा, सरकारलाई थाहा छ, हामीलाई थाहा छ। अब त्यहाँसम्म ल्याउनको लागि बाटोमा बिल हुँदै पनि अब सुन चाँदीको नाम सुन्ने बित्तिकै पुलिस आतिन्छ। त्यो आतेर के हो भनेर चाहिँ बम त होइन भन्छ चाहिँ अब त्यो हिसाबले चाहिँ समातेर तुरन्त कसैलाई केही सोधी खोजी नगर्ने, त्यो व्यक्तिको मोबाइल खोज्ने, मोबाइल स्विच अफ गर्ने, कसैलाई सूचना दिन नपाउने र त्यो मान्छेलाई समातेर तुरन्त चाहिँ भन्सार बुझाउने, कारबाहीमा हाल्ने। अब पछि त्यसको लागि हामीले प्रक्रियामा जाँदा त्यही धरौटी राख्ने, त्यही मुद्दा खेप्ने। अब यस्तो अवस्थामा हामीले व्यापार कसरी गर्न पाउने? बिल हुँदै पनि, सबै कुरा हुँदै पनि त्यो अवस्था छ। तेस्रो कुरा के छ भने हामीले यो कोभिडको कुरा पनि धेरै साथीहरू उठाइसक्नु भएको छ र कोभिडको बारेमा मेरो भनाइ के छ भने अब हामीले मात्रै नभई सब साधारणले पनि कोभिडको औषधि पाउनु पर्यो। अहिलेसम्म पहिलो खोपको अब अवस्था यतिकै छ। यो कोरोना कालमा पनि पटक स्वास्थ्य मन्त्री नै फेरिएको छ भने हामीले के आश गरौँ? त्यसको लागि के हुन्छ भने हामीले निजी क्षेत्रलाई नै त्यो भ्याक्सिनको लागि आदेश दिनुपर्ने व्यवस्था मिलाउनु पर्ने भयो। अब पटक स्वास्थ्य मन्त्री फेरिएको कारणले हामीले केही पाउँछौँ भने आशा छैन। अर्को के छ भने आमजन व्यापारीलाई त अग्रपङ्क्तिमा राखेर दिनै पर्छ, त्यसपछि सब साधारणलाई पनि उपलब्ध गराउनु पर्ने भयो। किनभने हामीले चाहिँ सब साधारणको अगाडि पनि एकदम नजिक भएर दिनहुँ सैकौँ मान्छेको बिचमा हामीहरू हुन्छौँ। त्यो कारणले सब साधारण समेत हाम्रो उद्योग व्यवसाय पनि सुरक्षित पार्नुपर्ने हुन्छ। अहिलेसम्म पहिलो खोप पाएको छैन, अब दोस्रो तेस्रो लहरको कुरा पनि आयो, डेल्टा कोरोनाहरूको कुराहरू पनि धेरै मिडियामा आइरहेको छ। हामीले अर्को के छ भने यहाँ हाम्रो जुन VCTSको कुराहरू पनि आइसकेको नै छ, अरू खोपको कुरा त उठिसकेको छ। हाम्रो यो बोर्डरको समस्यामा व्यापार गर्न बाँच्न एकदम गाह्रो परिरहेछ। यसको लागि सरकारले धेरै नियमहरूलाई एकदम हाम्रो कुरालाई ठोस रूपले उठाइदिनु पर्छ र म यहाँको सम्पूर्ण अहिले उपस्थित सम्पूर्ण साथीहरूलाई के आग्रह गर्न चाहन्छु कि हाम्रो बर्दिवासको जुन साथीले कुरा एउटा उठाउनु पर्ने के छ भने हाम्रो एउटा जिल्ला वा नगर उद्योग वाणिज्य सङ्घमा समस्या पर्यो भने हामी सम्पूर्ण प्रदेशको उद्योग वाणिज्य सङ्घ एकमुष्ट साथ दिएर आफ्नो ठाउँबाट उठ्नु पर्ने अवस्था छ। किनभने जिल्ला नगरलाई धेरै ठाउँमा नटेर्ने अवस्था पनि आइरहेको छ। अब प्रहरीहरूको जाति पनि धेरै भइरहेको छ, त्यो चाहिँ हुनु नपर्ने र उसको एकबद्धता बनाउनको लागि हामीले बल पुर्याउनको लागि हाम्रो सम्पूर्ण प्रदेशको उद्योग व्यवसायहरू, उद्योग वाणिज्य सङ्घहरू एकमुष्ट उठ्नुपर्ने अवस्था छ। अब प्रदीप दत्तजी हुनुहुन्छ, उहाँ एक्जिक्युटिभ डाइरेक्टर हुनुहुन्छ प्रदेश 2 उद्योग वाणिज्य सङ्घका। मैले बुझेअनुसार यहाँ कोरोनाको बेलामा जुन कुराहरू अध्यक्षहरूले भन्नुभयो जायजै हेरिन्छ। बोर्डर कस्तो छ यहाँ अब हेर्दाखेरि सरकारले कस्तो छ, बोर्डरहरू बन्द गरेको अवस्था छ, तर मान्छे ओहोर दोहोर गरेको बढी अवस्था देखिन्छ यहाँ, होइन? अब भन्सारबाट जुन माल सामानहरू आउँछन् त्यसको त कस्तो छ, बिल काटेर नै आउन दिन्छ भन्सारले, तर त्यही कुरा बिच बाटोमा समातेर त्यसको फेरि अब धरोटी माग्ने या दुःख दिने कुराहरू अलिक बढी देखिन्छ यहाँ। एउटा त्यो छ। अर्को मैले बुझेअनुसार कस्तो छ, कोरोनाको बेलामा बढी लकडाउन भएर कस्तो छ, व्यापारीहरूको एक त रोजगार नचल्ने त्यो ठप्पको अवस्था, दोस्रो त्यसको त्यो घर भाडामा कहीँबाट पनि कम्पन्सेट गरेको देखिँदैन यहाँ।
त्यसो मलाई लाग्छ नेपाल सरकारले ध्यान दिनु नै पर्छ र व्यापारीहरूलाई भ्याक्सिनको लागि फ्रन्ट लाइनमा राखेर काम गरेको अवस्था हुनुपर्छ। धन्यवाद। हजुर, अब लाठजी, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ होइन। जसरी कुरो आयो अहिले विशेष गरेर बोर्डरको कुरो अलि बढी गम्भीर विषयमा उठाइएको कुरा छ, जुन चाहिँ दीर्घकालीन समस्या छ। यो चाहिँ नयाँ समस्या होइन, दीर्घकालीन समस्या छ। केही दिन अगाडि चाहिँ जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा ज्ञापन पत्र पनि बुझाइयो प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको सिडिओ मार्फत। यो समस्या एउटा मूलभूत ठुलो समस्या हो होइन। व्यापारीहरू चाहिँ अनाहकमा चाहिँ दुःख पाउने देखियो, यो चाहिँ आरोप छ व्यापारीहरूको। यो आरोप चाहिँ कतिको जायज आरोप हो, कतिको सत्य छ, र त्यसको लागि चाहिँ तपाईँ चाहिँ प्रदेश 2 का अध्यक्ष, तपाईँ चाहिँ के गरिराख्नु भएको छ सरकारलाई सचेत गराउने, घच्याउने, दबाब दिने काममा चाहिँ? एकदम सही कुरो उठाउनु भयो। पहिला कुरो, व्यापारीहरूमा राम्रा व्यापारी पनि छन्, नराम्रा पनि व्यापारी छन्। बोर्डर छ, पक्का पनि केही न केही स्मग्लिङ भइराखेको होला, तर जेलबाट कारागारबाट एउटा कैदी भाग्दैमा पुरा बाटोलाई नाकाबन्दी गर्ने, पुरा गाउँलाई घेर्ने, सारा आम नागरिकलाई नै कैदी सरह बन्दी सरह व्यवहार गर्ने, त्यो सरकारको नीति अलि मुडे नीति भयो। यो बहुतै ट्रेडिसनल कन्जर्भेटिभ नीति भयो। त्यसलाई सरकारले प्रोग्रेसिभमा हेर्नुपर्छ। यो कुरो हामीहरूले लिखित रूपमा, मौखिक रूपमा भेटघाटको दौरान भन्दै आएका छौँ। गृहमन्त्रीसँग समय मागौँ भन्दा भन्दै पनि हाम्रो महासङ्घले गृहमन्त्री नै चेन्ज भयो, गृहमन्त्री नै चेन्ज भयो। स्वास्थ्य मन्त्रीको कुरो गर्दा गर्दै स्वास्थ्य मन्त्री, यो देश त अनौठो छ, जहाँ वार्ता गर्छौँ त्यो मान्छे चेन्ज भइरहेछ। जिम्मेवार निकाय को हो भन्दै खोज्दै जाँदाखेरि हैरान छौँ हामीहरू, पैमाल छौँ। अहिले हामीहरू अब जहिले पनि हाम्रा उद्योगपति व्यापारीहरूले आन्दोलन भन्नेको गर्ने, त्यो वार्ताद्वारा आन्दोलन गर्ने, आफ्नो तार्किक विचारद्वारा अगाडिका भनौँ न अधिकार प्राप्त व्यक्तिहरूलाई कन्भिन्स गर्ने हो। बजेट आउँदाखेरि नीतिगत कुरोहरूमा सुझाव दिने हो। बारम्बार हामी भन्छौँ हामी अर्थतन्त्रको खम्बा हौँ, हामीलाई तपाईँ सघाउनुहोस्, हामी अर्थतन्त्रलाई सघाउँछौँ। सरकारले हुन्छ भन्छ, एकदम मिठो कुरो गर्छ, तर सरकारको बोली र गराइमा धेरै फरक हेरिरहेको छ। यो पूर्वाग्रही दोष किन छ भन्ने त्यो कुरोको खोजबिन गर्नुपर्ने विषय हो हाम्रो सञ्चार माध्यमका साथीहरूलाई, पत्रकार मिडियालाई। आखिर यो 2 नम्बर प्रदेशलाई एक त नाम नै 2 नम्बर प्रदेश दिएको छ, व्यवहार कहिलेसम्म 2 नम्बर गरेर हेर्ने? हामी दोस्रो दर्जाका नागरिक हौँ, तेस्रो दर्जाको नागरिक हौँ। यो आम जनताले पनि यो कुरो अलि जोरदार उठाउनुपर्छ। व्यापारीले आफ्नो कुरो उठाएका छन्, हरेक क्षेत्रमा त्यही कुरो भइरहेछ। कुन क्षेत्रमा हाम्रो सङ्घीय सरकारले हामीलाई एकदम समान व्यवहार गरेको छ त्यो त छानबिनको विषय छ। बोर्डरमा बस्दैमा हामीहरू चाहिँ 2 नम्बरिया भयौँ भन्ने जुन मानसिकता छ त्योभन्दा माथि उठ्न त सरकारलाई पर्छ नि। यहाँहरूकै मार्फत त हामीले पनि आवाज उठाउने हो। हामीले पाएको त बोली हो, यो डेमोक्रेसीमा हामीले पाएको बोली हो, जुन बोलीलाई हामी म्याक्सिमम प्रयोग गर्नुपर्छ। तर अधिकार प्राप्त व्यक्ति जुन हाम्रा जनप्रतिनिधिहरू छन्, जुन हामीले छनौट गरेर महासङ्घ यहाँ पठाएका छौँ, महासङ्घमा र यो सङ्घीय सरकारमा, प्रदेश सरकारमा, स्थानीय, उनीहरूले चाहिँ हाम्रो बोलीलाई चाहिँ अलिक क्यारी फरवर्ड गरेर अलिक प्रेसर बिल्डअप गरिदिनु पर्यो। हाम्रो लागि एडभोकेसी गरिदिनु पर्यो। हाम्रो पत्रकार साथीहरूले पनि यदि हामी जायज छौँ भनेदेखि त्यसलाई अगाडि बढाउनु पर्यो, नाजायज छौँ भने, गलत छौँ भने हामीलाई पनि सचेत गराउनु पर्यो। काहीँ हुनसक्छ हामीबाट त्रुटि भइरह होला। यो म्युचुअल अन्डरस्ट्यान्डिङको लागि हामी समय मागिरहेछौँ। त्यो कुरो भयो भने यहाँलाई पनि जानकारी गराउँछौँ कि के गर्दाखेरि हाम्रो माल सामान समातिँदैन। 1, 2, 3, 4 बुलेट पोइन्ट बताइदिनुहोस्, हामी त्यही सोध्न खोजिरहेछौँ। त्यति हो। अब प्रमोद पौदारजी हुनुहुन्छ, सिराहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष। प्रमोदजी तपाईँ कुरा राख्नुहोस्। सिराहाको हाम्रो समस्या, भन्सारको समस्या, बोर्डरको समस्या के छ भने, एक त नेपाल सरकारले आयातित गरेको सामानहरू हामी बोर्डरसम्ममा निर्भीक रूपमा बेच्न पाउनुपर्छ भन्ने हाम्रो एउटा जोरदार माग छ। अर्को, सिराहा भन्सारमा हामी ठुला व्यापारी छैन, सानो सानो व्यापारी छ। सबै व्यापारीले एक्जिम कोड लिएर भन्सार काट्ने अवस्था छैन। म के अनुरोध गर्न चाहन्छु यहाँका भन्सार अधिकृतहरूलाई पनि, सानो सानो व्यवसायीहरूलाई उनीहरूको लोकल मार्केटलाई मध्यनजर गरेर एउटा प्यान नम्बर लिएको छ, तर 50,000 25,000 को भारतबाट जुन खाद्यान्नहरू या कपडाहरू ल्याउँछ त्यो बिना एक्जिम कोडको भन्सार काट्न मान्नुहुन्न। त्यो एक्जिम कोडको भन्सार काट्न मान्नुहुन्न भनेर उहाँहरू
2 नम्बर गरेर भन्सार छलेर मात्रै व्यापार गर्ने अवस्था छ। सरकारले त्यस्तो सानो व्यापारीहरूलाई मध्यनजर गरेर सम्पूर्ण भन्सारमा त्यस्तो सालमा 15-20 लाख 25 लाखसम्मको पटक 50,000 25,000 सम्म एउटा व्यापारीले भन्सार काट्न पाउनुपर्छ भनेर हामी नत्र यो सम्पूर्ण बोर्डरमा या त इन्डियाबाट 2 नम्बर भएर व्यापार गर्न सकिन्छ या ऊ कुनै व्यापार नगरिकन त्यतिकै बेरोजगार भएर बस्नुपर्छ र व्यापारीहरूलाई कुनै सिस्टममा बजार बन्द भएन, जथाभावी बजार बन्द हुने र व्यवसायीहरू पनि यति लगानी गरेर आफ्ना व्यवसाय सञ्चालन गरिरहेछ, उनीहरूको पुँजी डुब्ने स्थिति छ, माल सामान सर्ने स्थिति छ। म के चाहन्छु भने सरकारसँग एउटा व्यवस्थित तरिकाले बजारलाई एउटा टाइम दिएर बजार खोल्नै पर्छ र बजार खोल्नु पर्छ भनेर र बजारलाई बन्द गरेर पुँजीलाई बन्दी गरेर यो चलायमान हुँदैन। यसरी बजार बन्द गरेर कोरोना सिद्धिन्छ भनेर हुँदैन। सरकारले भ्याक्सिन दिनु पर्यो, सरकारले व्यापारीलाई पनि फ्रन्ट लाइनको व्यवसाय भनेर व्यापारीहरूलाई पनि भ्याक्सिनको तुरन्त उपलब्ध गराइदिनु पर्यो र व्यापार सुचारू गरिदिनु पर्यो भनेर हाम्रो माग छ। र यसरी इन्डियाका बजारहरू सम्पूर्ण रूपमा खुलेको छ र यता बजार बन्द भएपछि यताका ग्राहकहरू इन्डियाबाट आवत जावत गरेर इन्डियन मार्केटमा निर्बाध रूपमा किनबेच गरे भने हामी दोहोरो मारमा परेका छौँ भन्ने हाम्रा यही समस्याहरू म राख्न चाहन्छु। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। अब तपाईँहरूले जस्तै जिल्ला अध्यक्षहरूले जिल्लाका पदाधिकारीहरूले चाहिँ तपाईँहरूले दबाब दिने भनेको प्रदेश 2 का अध्यक्षलाई हो, त्यहाँका पदाधिकारीलाई हो होइन, त्यसको लागि तपाईँहरूले के कतिको दबाब चाहिँ दिइराख्नु भएको छ अनि त्यहाँबाट के रेस्पोन्स चाहिँ आइरहेको छ र उहाँहरूले चाहिँ के गरिराख्नु भएको छ? तपाईँहरूका केही क्वेसन छ, केही प्रश्नहरू छन् जुन चाहिँ प्रदेश 2 का अध्यक्षसँग सोध्न चाहनुहुन्छ? हजुर हजुर, मेरो क्वेसन छ, हुन त हाम्रै निकाय हो, प्रदेश नम्बर 2 का महासंघ हाम्रै निकाय हो र म उहाँसित के क्वेसन छ, यो समस्याको बारेमा कहाँबाट हुन्छ? प्रदेश नम्बर 2 को प्रमुख जस्तो कि सुरक्षा निकायको प्रमुख, मुख्यमन्त्रीबाट या कुनै मन्त्रीबाट सबैमा एउटा यस्तै भर्चुअल मिटिङ राखेर यसको समाधानतिर हामी लाग्नुपर्छ। त्यतातिर पहल कदमी हुनु पर्यो। जितेन्द्रजी, हजुर तपाईँले के लाग्छ? समस्या थुप्रै उठान भयो, अब समाधानको कुरा गरौँ। छोटोमा समाधानमा चाहिँ के गर्नु पर्यो? तपाईँहरूका अब माथिल्लो इकाइ भनेको प्रदेश 2 महासंघ उद्योग वाणिज्य सङ्घ होइन, अब त्यहाँबाट के कस्तो पहल कदमी भइरहेको छ? तपाईँहरू कतिको सन्तुष्ट हुनुहुन्छ? के छ, के गर्नुपर्ने होला? अब समाधानको कुरा गरौँ। यहाँले जुन राख्नुभएको जिज्ञासा निश्चित रूपमा प्रदेश नम्बर 2 का जुन हाम्रो अध्यक्ष हुनुहुन्छ गणेश लाटजी, निरन्तर उहाँको सम्पर्कमा हामी छौँ र हरेक इस्युमा जुन सानो सानो घटनाहरू जुन घटिरहेछ धनुषा जिल्लामा त्यो सम्पूर्ण उहाँलाई समय समयमा जानकारी दिने र उहाँले जुन पहल पनि माथिल्लो निकायसम्म गरिरहनु भएको छ र यहाँसम्म कि प्रदेश नम्बर 2 मात्रै होइन, हाम्रो महासङ्घको अध्यक्ष शेखर गोल्छाजीसँग पनि हाम्रो यो समस्याहरू जति छ त्यो सन्दर्भमा कुरा भएको छ। तर अहिले जुन एउटा राजनीतिक अराजक स्थिति छ देशमा, जुन कोसँग कुरा गर्ने त्यही अवस्था अहिले जुन मन्त्रालय यो अर्थ र जति हाम्रो समस्याहरू छ खास गरी बोर्डर नाकाको र अर्थ र गृहसँग कनेक्टेड छ। अर्थले हामीलाई स्वीकृति दिनुहुन्छ कि यहाँसम्म व्यवसाय गर, फेरि त्यसैलाई अर्थले दिएको स्वीकृतिलाई गृहले बाटोमा गएर एउटा कुदृष्टि राखेर रोक्ने कामहरू गर्नुहुन्छ र व्यवसायीको एउटा पुँजी सम्पूर्ण जीवनको पुँजीहरू नै बर्बाद हुने हिसाबले भन्सारमा बुझाउने काम गर्नुहुन्छ। त्यो एकदम पीडादायी अवस्था। यसमा जुन हाम्रो अध्यक्ष साथीज्यूहरूले भन्नुभएको थियो कि निश्चित रूपमा यो प्रदेश नम्बर 2 मात्रै, प्रदेश नम्बर 2 का अध्यक्षजीहरू होइन मात्रै सम्पूर्ण देशकै यो जुन हाम्रो समस्याहरू छ, जुन यो समाधान गर्ने निकाय नै फाइन आउट हुन सकिरहेको छैन होइन, जसरी अघि लाटजीले पनि भन्नुभयो। हजुर हजुर, अब केही दिनमै मन्त्रीहरू फेरिन्छन् होइन, कसले चाहिँ समाधान गरिदिने हाम्रो समस्या?
निश्चित रूपमा यो राजनीतिक जुन विचलनको अवस्था छ र एउटा तपाईँको अराजक स्थिति छ, राजनीतिक अस्थायी लिन सकिरहेको छैन, त्यो अवस्थामा यो हाम्रो समस्या पनि समाधान हुने न्यून हामीले ऊ देखिरहेछौँ। तैपनि महासङ्घको अध्यक्षज्यूले र प्रदेशको अध्यक्षज्यूले हामीलाई के भन्नुभएको छ, जुन ब्युरोक्रेटहरू त छ मन्त्रालयहरूमा, उहाँहरूसँग पनि सजेसनको रूपमा पनि दिन चाहन्छु र उहाँसँग कुरा पनि भएको छ। उहाँहरूसँग कुरा गरेर यो समस्यालाई हामी निकास दिन सक्छौँ जस्तो मलाई लागिरहेको छ। हजुर, अरू कोही राख्नुहुन्छ कुरो? अन्त्यमा हामी छौँ होइन, त्यसपछि हामी गणेश लाड सरको जवाब लिउँला, त्यसपछि चाहिँ सकाउँछौँ हामी अन्त्यमा। हजुरले आफ्नो सम्बन्धित ठाउँमा पुर्याइदिनुहोस् न जोरले, आफै निस्किन्छ यो कुराहरू। हजुर, अब हामी अन्त्यमा छौँ। ठुलो कोही हेलो हजुर हजुर, मिडियाको साथीले अगर बल पुर्याइदियो भने हाम्रो सबै माग पुरा हुन्छ। हजुर लाडजी, अरू कसैले केही राख्न चाहनुहुन्छ कुरा? हामी अन्त्यमा छौँ। लाडजीबाट अब जवाब लिने, त्यसपछि चाहिँ हामी हैन 3-4वटा कुरा साथीहरूलाई म यहाँ राख्न चाहन्छु। यहाँ कोही तल या माथि छैन, म त सहोदर साथी नै छु। म पनि अन्त्यमा है, अन्त्यमा। हजुर हजुर, हो, म पनि व्यापारी नै हो, म पनि भोग्दै आएको समस्या उहाँहरूले भोग्दै आउनु भएको। साथीहरूले नै यहाँ प्रदेश नम्बर 2 को इन्चार्ज बनाएर मलाई पठाएका हुन्। म के भन्न चाहन्छु भनेदेखि, एक त जुन सुबोध गुप्ताजीले भन्नुभएको कुरो यहाँले सायद याद भएन, जबसम्म यो सुराकी दिने, माल समात्न लगाउनेलाई कमिसन दिने चलखेल रहन्छ, तबसम्म लोभ र पाप रहन्छ। त्यो लोभ र पापको कारणले यो चाहिँ जबरजस्ती माल समात्ने, घेरे राख्ने, त्यसमा पैसो आइरहेछ, आम्दानी आइरहेछ, त्यो एउटा समस्या छ। जबसम्म त्यो रहन्छ तबसम्म समाधान हुँदैन। हामीले जुन माध्यमबाट भए पनि यो स्ट्रङली यो एडभोकेसी गरेर सरकारसँग गरेर नीतिगत नै संशोधन गर्न लगाउनु सक्नु पर्यो। त्यसमा व्यापारीको दमले मात्र पुग्दैन, यो जनप्रतिनिधि पनि चाहियो, संसार माध्यम पनि चाहियो र सामाजिक अभियन्ता पनि चाहियो। यो लोभ र पाप जन्माउने काम भयो। अर्को एउटा हामीले सुझाव दिँदै आएको के छ भनेदेखि, न्याय माग्न कहाँ जाने? भन्सारमा माल समातेको छ, भन्सारमा न्याय पाउनलाई तपाईँले बिगोमा सामान राख्नु, धरौटी, अनि मुद्दा लड्नुहोस्, अनि फैसला कसले गर्ने? भन्सारकै हाकिमले गर्ने। आफ्नो विरोधको मुद्दालाई आफैले कसरी मान्छेले त्यो सदर या बदर गर्छ, यो स्वाभाविक कुरो। यदि हामीलाई साँच्चीकै न्याय दिन चाहनुहुन्छ भने स्थानीय लेभलमा राजस्व न्यायाधिकरणको स्थापना गर्नुहोस्। मलाई चित बुझ्या छैन भने त्यो न्यायाधिकरणमा गएर मुद्दा हाल्न सकौँ। अहिले मुद्दा हाल्नु छ भने काठमाडौँ जानु परिरहेको छ। त्यो सेकेन्ड कुरो जुन सोल्युसनको छ त्यो हामी यहाँ राख्न खोजिरहेको छौँ। थर्ड कुरो के छ भनेदेखि, राजस्व चुहावट सम्बन्धी बैठक सिडी अफिसमा बारम्बार गरिन्छ नियमित रूपमा। त्यसमा उद्योग वाणिज्य सङ्घलाई राख्ने, त्यो बैठकमा जिल्लाका त्यहाँका स्थानीय उद्योग त्यहाँ प्रतिनिधिहरूले राखेको सुझावलाई सिरियसली हेरेर एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ माइनोटिङ गर्ने र त्यो माइनोटिङमा उद्योग वाणिज्य साथीहरूले पनि पालना गरोस्, त्यहाँका जनप्रतिनिधिले पालना गरोस्, प्रशासनिक निकायले पालना गरोस्, सुरक्षा निकायले पालना गरोस्, इमान्दारीपूर्वक। यहाँ के भइरहेछ भनेदेखि एउटा हाकिम चेन्ज हुने बित्तिकै पुरानो माइनोटको अस्तित्व समाप्त भइरहेछ, त्यो हुनु भएन। दीर्घकालीन रूपमा राजस्व चुहावटको बैठक जब हुन्छ त्यसमा हाम्रा प्रतिनिधिहरूलाई स्थान पाउनु पर्यो र त्यो स्थानमा बोलेको कुरोलाई चाहिँ उनीहरूले ग्राह्यता दिनु पर्यो। यो 3-4वटा कुरो गर्यो भनेदेखि ठिक हुन्छ। फेरि म के भन्छु, समस्या चाहिँ के गर्नुपर्ने हो भन्ने कुरोमा अड्केको छैन, सबैलाई थाहा छ के गर्नुपर्ने। समस्या के छ, म गर्न चाहिरहेको छैन, म गर्न मानिरहेको छैन, मलाई सबै थाहा छ तर म गर्दिनँ। त्यो कुरो अलि हेपा प्रवृत्ति भयो भनेर हामी बारम्बार आज पनि म च्यालेन्ज गर्छु, नेपाल सरकार राजस्व कहाँ चुहावट भएछ? त्यो स्याउ समात्दाखेरि नेपाल सरकारलाई के बिगारेको थियो? अब अन्त्यमा जुन कुरा तपाईँले भनिराख्नु भएको छ नि, यी समस्याहरू छन् होइन, अब यो समस्याको निदान कसले गरिदिने भनेरै त्यहाँ समस्या छ होइन। अब त्यसको लागि तपाईँहरूले फेरि तपाईँका माथिल्लो निकायलाई के भन्ने हो कि त्यहाँ महासङ्घ, केन्द्रीय महासङ्घको कुरा होला होइन, भनेपछि तपाईँहरू त सबै उद्योगी व्यापारीहरूले मिलेर चाहिँ अगाडि बढ्नुपर्ने होला होइन। त्यसको लागि के कति काम भयो? एउटा कामको क्रममा त यहाँलाई हामी घचघचायौँ, यहाँले त्यो हाम्रो कुरो सुनिदिनु भयो र हाम्रो कुरो सुनेर अब टेलिकास्ट गर्नुहुन्छ एउटा। त्यस्तै गरेर हामी 3-4वटा सञ्चार माध्यमहरू मार्फत आफ्नो कुरो राखिरहेको छौँ। अस्ति महासङ्घका अध्यक्ष शेखर गोल्छाजीलाई पनि यस्तै जुम बैठकमा बोलाएर कुरो राख्दाखेरि हामी राजस्व अनुसन्धानको डिजीलाई गएर भेटेरै डेलिगेसनको रूपमा आफ्नो कुरो राख्छौँ भने
अहिले तपाईँ डेलिगेसन जान खोज्नुहुन्छ भने सिडी अफिसबाट भिसा लिनुपर्छ तपाईँ। हाम्रो देशको अवस्था हेरिहाल्नु त्यति सजिलो छैन। त यो अहिले प्र्याक्टिकल रूपमा भेट्न खोज्न पनि अप्ठ्यारो छ, भेट्न मान्दैनन्। तैपनि यो लेभलमा हामी प्रयास गरिरहेछौँ। नेक्स्ट बैठक हामीहरू सुरक्षा निकायका प्रमुखहरू र प्रवक्ताहरूको साथमा टाइम मागिरहेछौँ। उहाँले टाइम दिनुभयो भनेदेखि यही कुरो यही साथीहरूको साथमा फेरि बस्दैछौँ। त्यसमा हाम्रो त्रिपक्षीय बैठक हुन्छ, पीडित पनि रहन्छ, सुरक्षा निकायका साथीहरू पनि पर्याप्त समय मागिरहेको छ। तर अन्तिममा फेरि भन्छु, जुन म्युचुअल अन्डरस्ट्यान्डिङ हाम्रो लिखित रूपमा हुन्छ तीनटै पक्षले त्यो मानिदिनु पर्छ। हजुर सबैलाई धन्यवाद। यो मिटिङमा जोडिनु भएकोमा सबैलाई धन्यवाद। अजय जी अपन टिभीका पुरा टिमलाई मैले आभार प्रकट गरेँ। फेरि हाम्रा 2 नम्बर प्रदेशका सारा साथीहरूलाई मेरो छोटो नोटिसमा आउनुभयो, पुरा 2 घण्टा समय दिनुभयो। धेरैजनाको काम अड्क्या होला। जे होस् सबै बधाईका पात्र। धन्यवाद। नमस्ते।